सुन्नै कसरी बोल्नुपर्छ भनेर ल नमस्ते मम्बुवा नमस्ते म्याम हजुरको शुभ नाम मेरो नाम कमला राई बाबाको मेरो अशोक कुमार राई भने आज हजुरको घरमा इन्फर्मेसन भित्रेको छ कस्तो लागिरहेछ त खुसी एकदम लागेको छ राम्रो। बाबालाई कस्तो लागिरहेछ मेरो श्रीमतीको खुट्टा दुखेर साह्रै भएन र यहाँ गरेको खुसी छौँ। ए ल भने हाम्रो कमला मम्मी चाहिँ आएको कति समयमा चाहिँ यो इन्फर्मेसन राम्रो लाग्यो त हजुरलाई म एक महिनामा नै मैले लिएँ भने हजुरको चाहिँ पहिला आउँदाखेरि के समस्या थियो र हजुरलाई अहिले के कस्तो राम्रो भएको छ मेरो खास समस्या चाहिँ ढाड दुख्ने र घुँडा दुख्ने हो। ढाड दुख्ने चाहिँ मेरो जाती भयो, घुँडा दुख्ने त अब ढाँटेर बोल्नु मिल्दैन, हड्डी खिएको छ अरे होइन। अब के हुने हो, मेरो ढाड दुख्ने चाहिँ धेरै कम भयो। त्यही भएर चाहिँ मेसिन मन परेको। अनि बाबाले अलि दिन त प्रयोग गर्नुभएको थियो मेसिन, कस्तो लाग्यो त? राम्रो छ एकदम। हजुरलाई पनि राम्रो लाग्यो? अनि हजुरको चाहिँ तपाईँको यो इन्फर्मेसन लाने निर्णय चाहिँ परिवारमा कसरी भयो त? निर्णय चाहिँ अब मेरो खुट्टा दुख्ने, तल झर्नु अलिक गाह्रो हुने, म अब माथि अलिक 3-4 तला माथि बस्छु होइन। भुइँमा चढ्दाखेरि यो घुँडा खिएको चाहिँ अब अलिक दुख्यो, अनि मैले ल्याउनु पर्यो भनेर अनि सल्लाह गर्दाखेरि ल्याऊँ न भन्यो। अनि पैसा चाहिँ कहाँबाट आउने भन्दाखेरि चाहिँ अनि मैले छोरालाई, मेरो छोराको नाम सञ्जीव राई हो, अनि ऊ ब्रिटिस आर्मीमा छ, म मेसिन किन्नु आँटेको हो भने, अनि पैसा चाहिएको हो भन्यो। अनि भने अनि पैसा पठाइदियो। त्यही भएर एकै वचनमा भनेको, एकै वचनमा छोराले केही नभनिकन पैसा पठाइदियो नि त? दियो त, दिनु पर्यो नि त आफूले जन्म दिने आमालाई होइन। त्यही भएर अनि म त, मेरो त छोरा छोरीहरूले मागे भने त जे मागे पनि दिन्छन्। तर अब सबै थोक अब राम्रै छ, उनीहरूले जानेर दिन्छन्। अनि यो मेसिन चाहिँ अब उनीहरूलाई थाहा थिएन। अनि आमाले उहाँ गएर पनि चलाउने त्यही मेसिन हो, ल्याउँदाखेरि हुन्छ भने ल्याऊँ न, ल्याउनु नि, म पैसा पठाइदिन्छु भन्यो। अनि एकदम खुसी लागेको छ। हो भने आउने त्यहाँ आउने बाबा मम्मीलाई के भन्न चाहनुहुन्छ? बाबा मम्मीहरूलाई प्लस उहाँको छोराछोरीहरूलाई के भन्न चाहन्छु भने नुगा बेस्टको राम्रो रहेछ। सबैजना अब बिरामी हुनेहरू त्यहाँ जाउँ होइन, थेरापी गरौँ। अनि त्यहाँनिर थेरापी गर्दाखेरि केही सुधार भयो भने अब छोराछोरी कमाउने छ भने यसरी नै होइन, छोराछोरीलाई भनौँ। छोराछोरीले पनि अब कसो नै भन्नु होला त, आफ्नो जन्म दिएको बाबुआमालाई दिन्न गर्दिनँ त भन्नुहुन्न होला। अनि छोराछोरीहरूले पनि जसरी मेरो छोराहरूले मलाई किनिदियो त्यसरी नै आमा बुवालाई किनिदिनुहोस्। आमा बुवा भनेको चाहिँ अब जिउँदो भगवान् हो भन्ने अब अहिले चलन छ। सबैले बुवा आमाले राम्रै गर्नुभएको छ भन्न चाहन्छु। ल धन्यवाद। अनि हाम्रो बाबाले के भन्न चाहनुहुन्छ? यो किनभने खुट्टा दुखिरहेको समस्या छ श्रीमतीलाई, अनि उहाँले एउटा किन्नुपर्छ होला भनेर भन्दाखेरि मैले पनि लु किनौँ न त भनेर भनेको। हजुर। अनि सिधै छिटो पनि पाइहालियो। हजुर। अनि एकदम खुसी छौँ। बुकिङ गरेको 2 दिनभित्रमै भित्राउनु पनि भयो होइन त? ल भने हाम्रो बाबा र मम्मी चाहिँ इन्फर्मेसन घरभित्रेकोमा एकदम अत्यन्तै खुसी हुनुहुन्छ भने हाम्रो आउने आमा बाबालाई पनि आएर प्रयोग गर्नु राम्रो हुन्छ होइन त? आएर निरन्तर गरे पनि राम्रो, नभए त घरमै लगेर पनि गऱ्यो भने अझ राम्रो भन्नुभएको छ होइन त? ल हस् त। अनि हाम्रो मिसहरूलाई के भन्न चाहनुहुन्छ? मिसहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मिसहरूले पनि अब होइन बिरामीलाई राम्रो माया गर्नुभएको छ। के अरे आफ्नो बाबा आमालाई भन्दा अझ राम्रो गरेर स्याहार सुसार गर्नुहुन्छ उहाँहरूले। अनि उहाँहरूले पनि अब धेरै कुराहरू सम्झाउनु भयो, यस्तो हुन्छ, यसरी लियो भने राम्रो हुन्छ भनेर मिसहरूले पनि धेरै मलाई अब ज्ञान दिनुभयो होइन। अनि म्यामले पनि त्यहाँनिर के अरे आफ्नो कुराहरू राख्दाखेरि धेरै ज्ञानहरू पनि बटुले मैले। त्यही भएर मैले मेसिन किने पनि म नुगा बेसमा बेला बेलामा आउँछु तपाईँहरूको कुरा सुन्नलाई। एकदम राम्रो लाग्छ। र मिसहरू लगायत मिसहरूको टिम अनि सञ्चालक सम्झौता म्यामलाई धेरै धेरै धन्यवाद।
यस्तो राम्रो प्रविधिहरू इटरीसम्म ल्याइदिनु भएको छ र हामीले किन्न पाएको छौँ र मेरो पैसा दिने छोराहरूलाई पनि धन्यवाद। सपोज छोरा जन्माएछु मैले, जे चाहियो त्यही पुऱ्याइदिन्छन्। सबै मिसहरू म्यामहरू मेरो छोरा सबैको राम्रो होस् भनेर शुभ आशीर्वाद दिन चाहन्छु। लास्ट धन्यवाद। नमस्ते। नमस्ते।